पहिले आजै हेलो नमस्ते सम्पूर्णमा हामी चाहिँ केही दिनदेखि त्रिवेणी गाउँपालिका 2 राजागिटीमा चाहिँ देउसी भैलोको लागि डान्स सिकाउन गइरहेका छौँ। लगभग 6-7 दिनको आउजाउ पछि यो चाहिँ हाम्रो आज अन्तिम दिन हो र हाम्रो यात्रा सुरु हुन्छ लुहामबाट। लगभग साँझको 8 बजिसकेको थियो। हामी चाहिँ यसरी झोलिङ्गे पुलको बाटो भएर यहाँ भिडियोबाट के भन्न चाहन्छु भने चाहिँ यतातिरको मान्छेले यो बाटोको सरमदाम चाहिँ गर्नु होला। हेर्नु झाडी छ, डोजर हिँडा छ, अलिअलि खौला खाली पुर्या जस्तो गरेर यो घारीतिरको घाँस काटिदिनु होला। धान काट्न आए बेला अलिअलि धान त काटिसकेको। ठिक्क पुल तरेर वारे आइसकेपछि बाटो चाहिँ ठिकै थियो, तर गाडी छेउको घाँसले गर्दा बाटो चाहिँ साँघुरो देखिएको थियो। अनि हामीले फेरि भनिहाल्यौँ सर्वदान गर्नु होला भनेर। यस्तै गफ गर्दै आइपुग्यौँ हामी डान्स सिकाउने ठाउँमा। र डान्स सिक्ने ठाउँमा चाहिँ सबै भाइ बहिनीहरू चाहिँ आएर बसिसक्नु भएको थियो। र अनिता चाहिँ हाम्रा राम्रा मान्छेले गेम खेल्दै हुनुहुन्थ्यो। हेलो गाइस, इट्स मी एलिसा बोबाल मगर। के अरे नाम? इट्स मी एलिसा बोबाल मगर। भन्नु पर्दैन के? तिमी भन न। एलिसा के रे? बोबाल मगर। बोबाल मगर म त मोबाइल मगर भन्न सुने। बोबाल मगर। बोबाल पनि थोर हुन्छ र? मगर, बोबाल मगर। हामी यहीका बोबाल हो। आज सुने बोबाल। आज सुने त बोबाल। आज सुन्नु हो? साच्चै भएन। बोबाल मगर हामी बोबाल गर्छौँ। बोबाल भैलीमा आज भोलि बोबाल। मैले त हाम्रो गाउँको नाम राजागिटी सल्यान हो। आजभोलि चाहिँ अलि जाडो नै हुन्छ। जाडो महिना पनि लागिसक्यो। यतातिर चाहिँ आगो बालेर ताप्दै हुनुहुन्थ्यो। कतिखेर आयौँ? नमस्ते। हामी ढिला भयो नि आज। होइन सँगै होला सायद। हुन त आधा आगो लिपिसकेको छ। आज अलिकति हामी ढिला भयो। अनि थोरै गफगाफपछि हामी लाग्यौँ नाच्नतिर। नढल्काउने रे। सबैले गर्ने हो नि? पहिले आजै हाम्रो खुट्टो खोरे मान्छे पनि यस्तै घरबाट ल ल ल भयो। र यहाँ चाहिँ भिडियो खिच्दा चाहिँ बिचमा 1300 भिडियो चाहिँ खिचिएछ। हजुरहरूले मिलाएर हेरिदिनु होला। अहिले कति बज्यो रातिको? र यसरी नाच्दा नाच्दा रातिको 1 बजिसकेछ। आज अहिले बढी नै टाइम लियौँ, किनभने हिजो अस्ति गरेको अनि आज गरेको गीतहरू सबै कम्प्लिट गर्नुपर्ने थियो। त्यसैले चाहिँ
आज हामीले अलि धेरै टाइम लियौँ। लगभग 6-7 दिनको यो हाम्रो मिठो भेटघाट साह्रै नै रमाइलो भयो। र हामी चाहिँ अब छुट्ने बेला भइसक्यो अनि यहाँका मान्छेहरू साह्रै रमाइला, सिकाउँदा साह्रै रमाइलो भयो। सबै प्रेमकारी मान्छे, एकदम रमाइलो लाग्यो मलाई। यहाँका मान्छेहरू देखेर साह्रै खुसी लाग्यो। अझ यहाँका मान्छेहरू यति मिल्ने कि तपाईँले कतिवटा सिकाउनु हो? तपाईँले कतिवटा सिक्नु भएको छ? कहिलेबाट छ पहिले सुरु? हाम्रो लास्ट दिन त होइन त, यहाँको चाहिँ लास्ट दिन हो। तपाईँहरूलाई चाहिँ बिर्सिन्न पनि हामीहरू। एकदम सम्झिनु होला। अरू भन्नु न के आइराख्नु होला, समय समयमा भेटिराख्नु होला। तपाईँहरू दाङ काठमाडौँ जाने, हामी यहाँ लास्टमा हामी फोटो सोटो पनि लिन्छौँ। मैले सायद हामी यहीँबाट पनि जान सक्छौँ है, उज्यालो पारेर। अनि शनिबार हामी सबै छुट्टिने बेला भइसकेको छ। बेला भइसकेको छ र हाम्रा राम्रा राम्रा मान्छेहरू यता हुनुहुन्छ। तपाईँको नाम के अरे? नाम भनिदिनु न लास्ट। तपाईँको? तपाईँको? आमा तपाईँको त डिम्पल नै ढट चाल्छ। ल अब छुट्टिने बेला भयो, के भन्नु छ र? के भन्नु मैले? के भन्नु छ भने? छुट्ने बेला के भन्छन्? तपाईँको नाम भनिदिनु। ल ल हजुरहरू फेरि भेटौँला है। अब समय मिलेछ भने, समयले जुराएछ भने फेरि भेटौँला। अब ल बाई। हामी टाइम मिलेपछि फेरि भेट्छौँ। हामी टाइम मिलेछ भने फेरि हामी यसरी नै जुट्छौँ। हामी चाहिँ, तपाईँको नाम मदन हो। हामी चाहिँ अब यहीँबाट नै जोड्याम। हामी चाहिँ फर्स्टमा हाम्रो नै भेटभाव है। हाम्रो विशेष गरी हाम्रो कविताजीलाई पनि धेरै धेरै धन्यवाद, हाम्रो यसरी भेटघाट गराइदिएकोमा है। तपाईँलाई पनि धेरै सम्झेको छौँ यहाँबाट हाम्रो मदन। अनि तपाईँको के अरे? तपाईँको नाम के अरे? अनिल। ल हाम्रो धेरै धेरै सम्झना हुनेछ। हामी यत्तिकैमा गफ गर्दा गर्दै 2:30 बजिसकेछ। त्यहाँबाट सबैसँग बिदाई मागेर हामी लाग्यौँ श्रीनगरतिर। सबैमा मिठो सम्झना, हामी फेरि भेटेछौँ भन्दैमा बिदा हुन्छु। हस्, नमस्ते, बाई बाई।